हाई गाइस, आज चाहिँ हामी पुरी खान आँटेका। आज यो पुरी खानलाई रेडी बनाउँदैछ छोरीले। दुईटी छोरी भएर एउटी चाहिँ उहाँ हाँस्दैछे, कान्छी छोरो हो। त्यहाँबाट यहाँ पुरी बनाउन रेडी हुँदैछ। यहाँ हेर्नुहोस्, यी बेलेर पनि रेडी भयो। अर्कै पकाउँदैछ छोरीले। यहाँ यति पुरी भयो। अब हेर्नुहोस्, अर्की छोरीले पुरी बेल्दैछे। पुरी बेलिसकेर त्यहाँबाट यो चाहिँ लोकल कुखुरो काट्नलाई लसुन अदुवा रेडी भएको छ। त्यहाँबाट यसले पुरी बनाउँदैछ। अब यो लोकल कुखुरो काटेर खाने हो। हेर्नुहोस्, लोकल कुखुरो कसलाई खान मन छ भन्नुहोस् है, कमेन्ट गर्नुहोला। अनि भन्नुहोस्, यहाँ चाहिँ देवर हो, ऊ चाहिँ कुखुरो काट्न रेडी हुँदैछन्। यहाँ फोन पे गर्दैछन्, कसलाई भएको छैन। त्यहाँबाट यहाँ टिचर हो, ट्युसन मास्टर। छोरीहरू ट्युसन पढ्दैछन्। यहाँ मासुको लागि, लोकल कुखुराको लागि चाहिँ रेडी हुँदैछ। यहाँ तेल हो, त्यहाँबाट यसले पकाउँछे। ऊ प्याज हाल्दैछ। त्यहाँबाट टमाटर। म चाहिँ सोध्दैछु यहाँ के हाल्नुपर्छ भनेर। यो चाहिँ भन्दैछ प्याज हाल्नुपर्छ पहिला भनेर। त्यहाँबाट मासु आइपुग्यो। अब यो लोकल कुखुराको खुट्टा हो। अनि यहाँ प्याज पाक्दैछ, खुट्टा मासु। त्यहाँबाट अब यसलाई पकाएर हामी खाने। यहाँ हेर्नुहोस्, पाके पनि सक्यो, रेडी भइसक्यो। अब हामी खानुलाई पुरी थालमा हाल्न आँटेको। त्यहाँबाट यो चाहिँ म भाग गर्छु भन्दैछ। त्यहाँबाट हेर्नुहोस्, भाग लाउँदैछ। यहाँ पाकिसक्यो। पछाडि सुन्नु हुँदैछ होला, यो चाहिँ ठुलो पानी पर्दैछ हाम्रो यहाँ। आजको भ्लगलाई यति नै। बाई बाई, भोलि भेटौँला अर्को भ्लगमा।